माई च्यानल। आज चाहिँ हामी होलिडेको लागि 1 विकको लागि हामी गोल्ड कोस्ट जाँदैछौँ। सो बिहान हामी 4 बजे उठेर रेडी भएर अहिले चाहिँ 6:23 भयो। अहिले चाहिँ हामी रेडी भइसक्यौँ, त्यही भएर अँध्यारै छ बाहिर। अनि त्यही पनि अब भ्लग स्टार्ट गर्छु भनेर। अनि यो चाहिँ मेरो फर्स्ट डिजाइ होस्मबाट भ्लग। अनि लेट्स सी हाम्रो गोल्ड कोस्टको डे 1 चाहिँ कस्तो हुन्छ म हजुरहरूलाई देखाउँछु। अनि अब चाहिँ हामी सबैजना धेरैजना मिलेर जान ला हो। अनि त्यही भएर हामी चाहिँ प्लेनमा जान लाएको होइन, ड्राइभमा जान ला हो। त्यही भएको भएर अहिले चाँडै निस्किन्छौँ। अहिले चाहिँ 6:30 जति हुन लाग्यो। हामी चाहिँ अब सबै सामान प्याक गरिसक्यौँ, अब रेडी भएर जान लागेको। अब अरू चाहिँ हजुरहरूलाई बाटोमा देखाउँछु। Very excited to see you, Gold Coast. Excited to see you. अब घरलाई चाहिँ हामी 5 दिनको लागि मिस गर्दैछौँ। बाई आरवी, हाई आरवी, गुड मर्निङ आरवी। हाई, हाम्रो चाहिँ आरवी सानो नानी। आरवी पनि जान्छन् हामीसँग। हाई आरवी। फर्स्ट टाइम हो। अनि त्यसपछि आरबीको मम्मी के भन्नुहुन्छ भन्नु। हामी चाहिँ सानो बेबी बोकेर 8 आवर्सको ट्राभल गर्दैछौँ। लेट्स सी। ओके, We are super excited. फेरि देखाउँछु म आरबीलाई। आरबी चाहिँ क्यामेरामा हेरिराखेको छिन् अहिले मन पराएर। फेरि के छैन बल्ल खिचे। हाम्रो चाहिँ बल्ल बसायो। फाइनली अब चाहिँ हामी हिँड्ने बेला भयो सिडनीबाट। हामी चाहिँ यो गाडीमा जाने हो। गोल्ड कोस्टमै 9 आवर्सको ड्राइभ। उहाँहरू चाहिँ चटपट बनाउँदै हुनुहुन्छ। हाई सुषमा। हाई सुषमा। How are you feeling? सुषमा के भएको हजुर? म टोयलेटमा लडेको। हामीले चाहिँ चटपट बनाएर यसरी हालेर खाइन्छ। अब को तपाईँलाई के मा
दिन कसैसँग मान्नेलाई मानिदिन्छु है साथ दिनेलाई साथ दिन्छु मैले कसम खट्टा हानिदिन्छु मैले खट्टा हानिदिन्छु मैले खट्टा हानिदिन्छु हामी चाहिँ गोल्ड कोस्टको बिच बाटोमा आयौँ अब यहाँबाट चाहिँ 2 आवर्स छ ड्राइभमा सो बिहानबाट ड्राइभमा छौँ अझसम्म पनि 2 आवर्स छ त्यही भएर एकछिन थाकिसक्यौँ बिच बाटोमा धेरै बस्दै आएको थियौँ अनि बिचमा पनि चटपटा खायौँ अनि भ्यूहरू पनि देख्नु भयो होला अगाडि राम्रो थियो अनि यहाँ कति धेरै राम्रो भ्यूहरू छ तर कोही चाहिँ अब हेर्दै यत्तिकै गइहालेको हुन्छ राम्रो भ्यूहरू छ अनि सिडनीबाट गोल्ड कोस्ट जाँदै हुनुहुन्छ भने चाहिँ हजुरहरू बसमा पनि जानु होला कहिलेकाहीँ ट्राई गर्नुहोस् अनि हजुरहरूलाई कस्तो लाग्छ मलाई चाहिँ राम्रो लाग्यो हामी चाहिँ पहिला एक्चुअली प्लेनमा गएको थियौँ अहिले चाहिँ बसमा नै आयो रमाइलो भएको छ हामी धेरैजना छौँ त्यही भएर रमाइलो भएको छ अहिले चाहिँ 6:24 भयो बिहान हामी 4 बजे उठेर रेडी भएको अहिले 6:24 PM भयो सो लेट्स सी हामी कति बजे पुग्छौँ हामी चाहिँ 8:42 मा बल्ल आइपुग्यौँ सो यही हो हाम्रो घर यो ब्रिजबेनको टाइममा चाहिँ 8:43 मा हामी आयौँ अब हामी 5 डेजको लागि यहाँ बस्छौँ Let's go. हाम्रो 5 दिनको घर यो चाहिँ फर्स्ट बेडरुम हो अनि यो चाहिँ किचन हामी चाहिँ होलिडेमा आएको अनि यो चाहिँ हाम्रो 5 दिनको लागि बस्ने होमस्टे अनि के छ र त्यहाँ मलाई यहाँ चाहिँ भाइहरूले बोलाउनु भएको छ हाम्रो चाहिँ यहाँ बाहिर यस्तो छ हाम्रो रुमको बाहिरपट्टि स्विमिङ पुल छ यहाँ नै र सेकेन्ड फ्लोर छ फर्स्ट फ्लोरमा चाहिँ 2टा बेडरुम अनि एउटा किचन अनि माथि छ अर्को माथि जानको लागि चाहिँ यहाँबाट जानुपर्छ म माथि जाँदैछु माथि चाहिँ के छ लेट्स सी चाहिँ यो छ चाहिँ अर्को यता छ हामी यति सबैजना होला यो सबै बेडरुम अनि यो सेकेन्ड फ्लोरको हो सेकेन्ड फ्लोरको बाल्कनी भ्यू अनि हाम्रो चाहिँ यो फर्स्ट फ्लोरबाट बाहिर निस्किँदाखेरि चाहिँ यो स्विमिङ पुल छ अनि यो स्विमिङ पुलको बाहिर चाहिँ त्योहरू चाहिँ बिच हो बिचको एरिया हो भोलि बिहानमा म देखाउँछु आजलाई चाहिँ म एकछिनमा इन्ड गर्छु
फ्रेस भएर खाना खान लाग्यो खानामा चाहिँ काउरी आलु अनि यो बार्बिक्यू गरेको मासु